खेल्दै खेल्दै गएका थिए। मध्याह्न भयो, प्यास लाग्यो, गर्मी भयो, पानी पिउनु पर्यो भनेर जंगलबाट बाहिर निस्केको कौशिकी नदी बगेकी थिइन्। अहिलेको जस्तो त्यति मात्रै होइन, त्यतिखेर त कति स्वच्छ, कति राम्री थिइन्, कति सरर बगेको चिसो पानी पानी देखिरहेको छ र शिरमा मुकुट छ। पानी पिउन मन लागेन। हेर्नुहोस्, पानी पिउन मन लाग्दैन, त्यति खोला नदी बगेकी छिन्, कौशिकी नदी। अलि पर्तिरपट्टि अनि रहेर समीक ऋषिको एउटा कुटिया थियो, झोपडी सानो खरले छापिएको। पहिले त्यस्तो कुटियामा सन्तहरू बस्दथे, महलमा बस्दैन थिए। तपस्वीजनहरू सानो बाँसको टाटीको बनाएर अनि त्यो कुटियाभित्र जप गर्ने, ध्यान गर्ने, अनुचिन्तन गर्ने गर्दथे। श्रमिक ऋषि के गर्न लाग्नुभयो? ध्यान गर्न लाग्नु भएको थियो। परीक्षित महाराज प्यासले प्यासो छँदो नदीलाई त्यागेर अगाडि बढेर भित्र जानुभयो। मध्याह्नको समय हेर्नु, गृहस्थलाई त्यति दोष छैन। ब्रह्मचर्यमा रहने सन्तहरूले 3 प्रहर सन्ध्या वन्दन गर्नुपर्दछ। कति? 3 प्रहर। बिहान एक पटक, दिउँसोको 12 बजे एक पटक र साँझमा एक पटक, 3 चोटि गायत्री जप गर्नुपर्दछ पुरुष जातिले। छोरी मान्छेले पनि बिहान जप गरिहाल्ने होइन, बेलुका पनि गायत्री जप गर्नुपर्दछ। श्री मन्त्रको जाप गर्नुपर्दछ। विद्यार्थीले सरस्वती मन्त्रको जाप गर्नु। अनि छोरा मान्छेले, विवाहित छोरा मान्छेले विष्णु मन्त्रको जाप गर्नुपर्दछ। अरू जाप सबै गर्नु, तर लक्ष्मीको जाप गरिएन, विष्णुको जाप गरिएन भनेदेखि अरू जाप सबै के भए? फिका भए, काम लाग्दैन। विष्णुको र लक्ष्मीको जाप गर्नुभयो, अरूको जाप गर्नु भएन भने दोष लागेन, तर अरू सबै गर्नुभयो। विष्णुको मन्त्र लिनु भएन अनि लक्ष्मीको मन्त्र लिएर अनुसरण गर्नु भएन भने गरेको एक मुठी दिएको भिक्षा पनि कालान्तरमा यो प्राण गएपछि माथि गएर प्राप्त गर्न सकिँदैन। अरू दानका त कुरै छोडिदियो। त्यही भएर गुरु मान्नु पर्दछ, गुरुबाट मन्त्र लिनु पर्दछ। गुरु बिना ज्ञान कहिल्यै पनि प्राप्त गर्न सकिँदैन। आफै जान्छु, आफै गर्छु भनेर हेर्नुहोस्, ती बाबाले धेरै सम्पत्ति भएर मगा होस्टेलमा मगा त्यो के अरे कलेजमा भर्ना गरिदिएका होइनन् कि? आफै पढ्ने, आफै जान्ने भएदेखि त्यस्तो खर्च किन गर्नु पर्थ्यो? ती टिचरै के हुन्? गुरु हुन्। त्यस्तै धर्मको गुरु पनि चाहिन्छ। एउटा धर्म लिनु पर्दछ, त्यो धर्मको गुरुको अनुसरण गर्नु पर्दछ। गुरुले के गर्यो त्यो होइन, मैले के गर्ने त्यो हेर्नु पर्दछ। हेर्नुहोस्, मेरो पूर्वाचार्यले, आचार्यले के गर्नुभयो त्यो होइन, आचार्य जस्तो आफू बन्न सक्नु पर्यो नि। पहिले त्याग गर्न सक्नु पर्यो। कहिले काहीँ यहाँहरूले मलाई पनि देख्नुहुन्छ, बिहान 8 बजीसम्म सुतिरहेको हुन्छु। अब गुरु सुत्यो भनेर आफू पनि सुत्ने त मिल्छ? कहिलेकाहीँ घरमा म कसैको घरमा जान्छु, त्यो बच्चाले मोबाइल खेलाइराखेको हुन्छ, अनि मोबाइल ल्या भनेर आमाले माग्छिन्। हजुर चाहिँ खेलाउने, म चाहिँ नखेलाउने, मलाई चाहिन्छ, म खेल्छु। आमा बन्नु पर्यो नि, पहिले बाबा बन्नु पर्यो नि। बाबा र आमा बन्न कति श्रम, कति योगदान गरेको छ बाबा र आमा बन्न। पहिले आमा त बनिएर अनि त्यो मोबाइल खेलाउन कति आनन्द आउँछ त्यतिखेर थाहा हुन्छ। पहिले बाबा त बनिएर त्यो मोबाइल खेलाउन कति आनन्द आउँछ। त्यस कारणले गर्दा पहिले गुरु बन्न चेष्टा गर्नु, गुरु बनेर त हेर्नु कति त्याग गर्नु पर्दो रहेछ, कति नखाई बस्नु पर्दो रहेछ, कति डन्डा खानु पर्दो रहेछ गुरु बन्नलाई, कति रात नसुती बस्नु पर्दो रहेछ गुरु बन्नलाई। आमा बन्नलाई कति रात बिउजै बस्नुपर्छ, त्यो आमालाई मात्रै थाहा छ, त्यो बाबालाई मात्रै थाहा छ। त्यस कारणले गर्दा गुरु बिना ज्ञान कहिल्यै प्राप्त छैन। गुरु बिना ज्ञान कहिले मिल्दैन, माया जालको हरियो बन्धन छोड्दैन। सबले
भगत भगवान को, सद्गुरुदेव महाराज को, सच्चिदानन्द भगवान को। के भयो? दिग्भ्रमित भयो। गए भित्र प्रवेश गरेका परीक्षित उता ध्यानमा बसेका श्रृंगी समीक ऋषि ध्यानबाट जाग्नु भएन, किनभने जपमा अनुष्ठानमा बस्नु भएको थियो। दिउँसोको समय थियो, ध्यानमा बसेका ऋषि मन्त्र जाप गरिराख्नु भएको थियो। परीक्षितले यसो हेरे, उठ्दैनन् जाग्दैनन्, म जस्तो राजा, सबैको राजा, सबैतिर मलाई सम्मान गर्छन्, माला लाउँछन्, जय जयकार लाउँछन्। आज यो जोगी मलाई देखेर उठ्दैन, कति अहमताले भरिएको रहेछ यो जोगी भनेर भित्र गए। पानी मागे, बार बार घच्याचाए, अनि बाउमा यहाँ हात राखेर हल्लाउन लागे, तर पनि ऋषि जागेनन्। कालान्तरमा यसो हेरे, म जस्तो राजा आउँदा मेरो अपमान, यतिको अपमान मैले काहीँ पनि सहेको थिइनँ। जाऊ, तिम्रो मेरो अपमान गर्नु नै तिमीलाई अभिश्राप भयो। यसो परतिर हेरेको, भर्खरै भर्खरै मरेको छटपटाउँदै रहेको सर्प छटपटाइरहेको रहेछ। गर्मी थियो, किनभने चैत वैशाखमा जेठमा तराईमा हेर्नुहोस् कति गर्मी हुन्छ। चराहरू उड्दै गरेका चराहरू उड्न सक्दैनन्, बस्नुपर्छ एक ठाउँमा। त्यस्तो गर्मीमा कुनै सर्प थियो छटपटाइरहेको, आफ्नो लट्ठीले त्यो धनुष बाणले उठाएर त्यो गलामा लगाइदिए ऋषिको। तब पनि त्यो छटपटाइरहेको गलामा सर्प, तर पनि ऋषिको ध्यान जागेन। लौ त जोगीलाई यही नै मेरो श्राप हो, जा तँलाई आजका 7 दिनमा गएर तँलाई यस्तो प्रकारको भान हुन्छ भनेर म जस्तो राजा आउँदा तैले अपमान गर्नु, अब तँलाई ठिक हुँदैन। लौ तँलाई यही मरेको सर्प लगाइदिन्छु भनेर अपमान गरेर राजा निस्किए। गए उता श्रृंगी ऋषिका पुत्र थिए एक मात्र छोरा, जसको समीक ऋषिका पुत्र थिए एक मात्र छोरा श्रृंगी। कौशिकी नदीमा जल लिन गएका थिए स्नान गर्न, सन्ध्या वन्दन गर्नुपर्ने दिवाकालीनमा। आउनुभयो, आएर हेर्दा बाबाको गलामा मरेको सर्प। हतार हतार लट्ठीले भ्यालिदिनु भयो, धन्न मरेको सर्प गलामा रहेछ। यदि जिउँदो थियो भने त मेरो बाबाको अहिलेसम्म राम नाम सत्य हो। राधे राधे भन्नुहोस् एकचोटि, अलि हाँसेर भन्नुहोस् न, दिनु केही पर्दैन। करले भयो, रहरले भन्नुहोस् त, प्रेमले भन्नुहोस्। जय श्री कृष्ण, जय जय श्री कृष्ण। कृष्ण कन्हैया लाल को, द्वारिका धाम को। गए, दरबार भित्र गए। अब त्यो भारी मुकुट हैन, कुनै कुनै कुराहरू हामी अरूका लागि लाउँछौँ कि देखाउनको लागि। घरमा आएपछि त्यही भारी भइहाल्छ, कतिखेर त्यो शरीरबाट उतारेर फ्याल्दिउँ र अहिले हल्का वस्तु लगाउँ भनेर खोज्न लाग्छौँ, हो कि होइन? बाहिर जाँदा देखाउन राम्रो चाहिहाल्यो, राम्रै भन्नु पर्यो हैन, जति भारी भए पनि लाउनै पर्यो। घरमा आउने बित्तिकै हतार हतार अघि के भए जस्तो गर्मीले अतालिएर, त्यस्तै राजाको शिरमा मुकुट थियो। अतालिँदै अतालिँदै खोलिदिनु भयो। खोलिदिने बित्तिकै दिमागमा आयो, ओहो मैले यो मुकुट लाउँदाखेरि ऋषिको अपमान गरेँ, मैले बडो भुल गरेँ। सबै प्रायश्चित गर्दै थिए। उतापट्टि श्रृंगी ऋषिले आफ्नो बाबाको अपमान असह्य भएर कमण्डलुबाट जल निकेर आजका 7 दिनमा गएर यो जुन सर्प मेरो बाबालाई अपमान गर्दा लगाइदियो, यही तक्षक नाम गरेको सर्पले टोकेर त्यो व्यक्तिको मृत्यु होस् भनेर गंगा जल छिटिदिएको श्राप पर्यो। बाबा जाग्नुभयो, ध्यानबाट हेर्नुभयो, छोरो छ। के भयो बाबु भनेको, हजुरको गलामा मरेको सर्प थाहा पाउनु भएन? म त ध्यानमा थिएँ। हजुरको दरबारमा को आएका थिए यस्तो सर्प लगाइदिने? ऋषि ध्यानमा बसेर हेर्दा राजा आएको, त्यहाँ अपमान गरेको सबै पाउनुभयो। श्रृंगी समीक ऋषिले पुत्रलाई भन्नुभयो। पुत्रले भने, बाबा हजुर बोल्नै पर्दैन, मैले 7 दिनमा तक्षक नागले टोकेर मृत्यु हुने श्राप दिइसकेका छु। मेरो बाबाको अपमान गर्ने, मेरो आमाको अपमान गर्ने, मेरो धर्मको अपमान गर्ने, मेरो गुरुको अपमान गर्ने, खबरदार यति कुरालाई सञ्चित गरेर राख्नुहोस्। यति भए पुग्छ। बाबाको अपमान, आमाको अपमान, गुरुको अपमान र धर्मको अपमानलाई सहन नगर्नु, बहन नगर्नु। कानले यति पनि गुरुको निन्दा नसुन्नु, कानले यति पनि धर्मको निन्दा नसुन्नु, कानले यति पनि आमा बाबाको निन्दा कहिल्यै नसुन्नु। यो गलत हो, यो पाप लाग्छ, ठुलो पाप लाग्छ, ठुलो दोष लाग्छ। गर्दै नगर्नु, मन चाहिँ नलिनु।
तर गुरु मानिसकेपछि गुरुको सम्मान गर्नु, गुरुको इज्जत गर्नु, गुरुको आदर गर्नुपर्दछ। र न गुरु र न शिष्य। बोल भक्तवत्सल भगवानको। यहाँनिर श्राप दिइसके बाबा भनेर जोड्ने बित्तिकै बाबु तैँले सानो व्यक्तिलाई श्राप दिएको छैनौ, तिमीले राजालाई श्राप दियौ, सबैका राजा सबैले मान्ने, जाऊ बताइदेऊ श्राप त झुटो हुँदैन, 7 दिनमा डसेर टक ठोकेर मृत्यु हुन्छ, तर मुक्तिको उपाय रच्नु भनेर बताइदेऊ भन्नुभयो। शिष्यहरू गए, सबै वृत्तान्तहरू बताइदिए। राजा परीक्षितले यसो सोच्नुभयो, 5 पाण्डवहरू पनि गए स्वर्ग, हाम्रा पुर्खाहरू पनि गए, म पनि एक दिन मर्ने हो, यो राज्य चलाएर मात्रै कति हुन्छ र अबका 7 दिनमा मेरो पनि के हुन्छ? 7 दिनमा 2 दिन त गयो, अब रह्यो कति भन्नु न? कति दिन रह्यो अब? 5 दिन। 7 दिनदेखि 8औं दिन कसैको पनि छैन संसारमा। तपाईँ हामी सबै परीक्षित हो। एक दिन तक्षक नाग भनेको त्यो जरो रूपी वृद्ध अवस्थाले नाग भनेको त्यो यमको दूतले जुन बेला अंकुश लाउँछ नि, गृहेतु एव केशेषो मृत्यु नाम धर्मवाचरेत, त्यतिखेर यमका पार्षदले चुल्ठो समाउनु भन्दा अगाडि धर्मको आचरण गर्नु, धर्मलाई बचाउने प्रयत्न गर्नु। कसरी धर्म बच्छ, कसरी धर्मको आचरण गर्ने भन्दा यस्तै मठ मन्दिरहरू बनाउने, विद्यालयहरू बनाउने, गुरुकुलहरू चलाउने, गौशालाहरू चलाउने, गुरुकुलबाट हामी जस्तै विद्यार्थीहरू उत्पादन हुन्छन् अनि गुरु परम्परा चल्छ, हामीले ज्ञान प्राप्त गर्न सक्छौं। त्यसकारणले गर्दा यस्ता धाममा सबैजना सरिक रहनु पर्दछ। आज दिव्य चरित्र सबै बताइदिनु भयो। परीक्षितलाई श्राप पर्यो, आफ्नो जेठा छोरा थिए परीक्षित राजाका, जन्मेजय नाम गरेका छोरा, सबै राज्य दिएर जानुभयो हरिद्वारमा, हरिद्वारको दिव्य तटमा बस्नुभयो। प्रश्न एउटै छ परीक्षित राजाको, म्रियमाणस्य किम कर्तव्यम, मर्ने जीवात्माले गर्नुपर्ने कर्म के हो? विवाह गर्ने, 2-4 छोराछोरी जन्माउने, 1-2 फ्याक्ट्री खोल्ने, 2-4 ठाउँमा घरगडेरी बनाउने, दोकानहरू खोल्ने, हैन, अनि देश विदेश छोराछोरीहरूलाई पठाउने इत्यादि व्यापार व्यवसाय गर्ने हो कि कुनै मन्दिरमा गएर झोलीमाला फिराइराख्ने हो कि धोती लगाएर चन्दन लगाएर हिँड्ने हो कि? म्रियमाणस्य किम कर्तव्यम, मर्ने जीवात्माले गर्नुपर्ने कर्तव्य के हो, काम के हो? सबैभन्दा उत्तम बस्नुभयो राजा परीक्षित, अनसन व्रत बस्नु। अनसन भनेको न जल न अन्न, अहिले पनि बस्छन् नि कता कता, अब कतिखेर खान्छन् त्यो त थाहा छैन, तर अनसन व्रत लेखा चाहिँ हुन्छ होडी बोर्डमा। राधे राधे भन्नुहोस् एकचोटि, अलि प्रेमले भन्नुहोस् न। जय श्री कृष्ण। आनन्द आएको छ कि छैन? आनन्द कहाँ आउँछ? यही हो आनन्द, अन्त आउँदैन आनन्द। लौ अनि के गर्न लाग्नुभयो राजा परीक्षितले? दिव्य हरिद्वारको तटमा अनि बालुवाको आसनमा बस्नुभयो, अनसन व्रत। अब सानोतिनो मरे त न्युज आउँछ, सानोतिनो अस्पताल भर्ना न्युज आउँछ। अलि नाम चलेको व्यक्तिलाई खोकी मात्रै लागोस् त सामाजिक सञ्जाल पुरै तातिन्छ। राधे राधे भन्नुहोस् फेरि पनि एकचोटि। अब त्यहाँनिर सानोतिनो मान्छेलाई श्राप परेको थिएन, सबैका राजा परीक्षितलाई श्राप परेको थियो। त्यतिखेर विश्वको राजा एउटै हुन्थ्यो, देशको प्रान्तको गाउँको एउटा टोलको राजा हुँदैन थियो, एक राजा हुन्थे। सबैले थाहा पाए सपुत्र शिष्य भृगु वशिष्ठ च्यवनश्च गौतम आदि गरेका ऋषिहरू पुत्र शिष्यको साथमा आए। सबैलाई सोध्नु हो, यति लामा लामा दाढी गरेका छन्, यति लामा लामा जटा भिजाएका छन्, निधारभरि ऊर्ध्वपुण्ड चन्दन लगाएका छन्, गाला चाउरी परिसकेका ऋषि महर्षिहरू छन्, सबै वृद्ध छन्। प्रश्न यही छ, म्रियमाणस्य किम कर्तव्यम, मर्ने जीवात्माले गर्नुपर्ने काम। र हार्मोनियम बजिरहोस् कि मजा आउँछ। जनता राधे राधे, जय श्री कृष्ण। मलाई डिस्टर्ब हुँदैन जति बजे तबला चाहिँ हार्मोनियम चाहिँ बजिरहोस्। भक्तवत्सल भगवानको। यसरी बडा आनन्दको अनुभूति गर्न लाग्नुभयो। राजाले सोध्नुभयो, कसैले पनि उत्तर दिन सकेन, बसिरहेका थिए। त्यहाँनिर एकजना 16 वर्षका बालक परबाट आउन लाग्नुभयो बद्रिका आश्रमतिरबाट, झर्दै उत्तर काशीबाट झर्दै ऋषिकेश हुँदै हरिद्वारको तटमा
अलि परतिरपट्टि गाउँलेहरू सबै छन्, साना लालाबालाहरू छन्, अनि गृहस्थी जनहरू छन्, नारी जातिहरू छन्, सबैजना छन्। त्यो 16 वर्षको बालकले लगाएको कपडा के छ भन्दा तलपट्टि कोपिन भनेको लगौटी गुरुकुलमा लाउँथे पहिले। अहिले व्रतबन्धमा लगाइदिन्छन् नि। अहिले त के व्रतबन्ध कोपिन लगाउने खालको व्रतबन्धै हुँदैन। कुरा गर्यो भने कुरैको दुःख हुन्छ। यहाँ भोलि विवाह छ भने आज व्रतबन्ध, कहाँबाट लगौटी त होइन त। अनि यति लामो लामो हाफ कट्टु पहेँलो, अनि लामो लामो सर्ट होइन, टी सर्ट है। पहिला चाहिँ त्यस्तो हुँदैन थियो। एउटा कुरा ख्याल गर्नुहोस्, 13औं काम ध्यान दिएर सुन्नु होला। 13औं काम भनेको जो क्रियाकर्म, अनि न्वारण, नामकरण र व्रतबन्ध, विवाह पनि दिएको छ शास्त्रले प्रमाण त। तर यतिसम्म चाहिँ गर्नु। विवाहलाई अलिकति अलग राखौँ, किनभने मेरो पनि भएको छैन भन्नु मिल्नु। राधे राधे भन्नुहोस् एकचोटि। विवाहलाई पनि समय दिएको छ। त्योभन्दा उता नागेर विवाह नगर्नु गरेको काम छैन, अथवा यता पनि विवाह नगर्नु भनेको छ। यी 4वटा कुरालाई ख्याल गर्नु। नामकरण 11 दिन भयो, पैसा खर्च वर्च छैन भनेर नामकरण गर्न छोडिन्छ? गर्नु पर्यो कि परेन भन्नुहोस्? सबैले भन्नु न हो भन्नु। 14 दिनको दिन, 15 दिनको दिन, 1 महिनाको पछि न्वारण गरौँला, नामकरण गरौँला भनेर हुन्छ? कहिले गर्नुपर्छ? अहिले त 7 दिनमा नि गर्दा रहेछन् कता पेलेर के जबरजस्ती। 10 दिनको दिन त छोराको विवाह छ, न्वारण गरिदेऊ न, तिम्रो छोरीको न्वारण गरिदेऊ भने मेरो छोराको विवाह हुन्छ। कतै भएर राधे राधे भन्नुहोस् एकचोटि। 11 दिनको दिन छोरा र छोरीमा शास्त्रले विभेद गरेको छैन, तर हामीले विभेद गर्यौं। छोरी भए 7 दिनमा नामकरण, छोरो भए 11 दिनमा। आमा र बाबाले नि विभेद गरेपछि अरूले विभेद गर्दैनन्, पक्षपात गर्दैनन्। त्यही भएर नामकरण भन्नु हुने भनेको 11 दिनको दिन मात्र हुन्छ। 14 दिनको दिन पनि हुँदैन, 12 दिनको दिन पनि हुँदैन, 9 दिनको दिन पनि हुँदैन। कति दिनमा हुन्छ? खर्च वर्च नभए ऋण गरेर भए नि न्वारण गर्नु पर्यो कि परेन? पर्यो। 13औं काम रहरले गरिन्छ। बाहुनले यति नै चाहिन्छ, कहिले नभन्नु 13औं काममा। अनि यजमान पनि त्यस्तै, भावेला दिँदैनन्, भावेला नि मुठी पार्ने, अनि नभावेला यही हो मौका भन्छ कर्मकाण्डी गर्ने पुरोहितले। मौका छोपेर 13औं दिनमा यो चाहिन्छ त्यो चाहिन्छ, भाका नभाका पनि मागेर धुमधाम खर्च वर्च कहाँ कसो के छ, ऋण कति लागेछ, टुङ्गो छैन अस्पतालमै होइन, आमाको क्रिया गर्नुपर्ने, बाबाको कर्म गर्नुपर्ने, केहीले भ्याउँदैन। त्यस्तो 2 पक्ष खराब, यजमान पनि खराब, पुरोहित पनि खराब। त्यस्तो कर्म नगर्नु। भगवान कृष्णचन्द्र भगवानको क्रिया कर्म पनि 13औं दिनकै हुन्छ। 10 दिनको हुँदैन, 7 दिनको हुँदैन, 5 दिनको हुँदैन। भ्रमको खेती धर्मलाई नाच्नको लागि, मास्नको लागि, सनातन धर्मलाई हटाउनको लागि, कटाउनको लागि 5 दिने, 7 दिने, 2 दिने, यी सबै मिथ्या हुन्, झुटा हुन्। यदि काहीँ छ शास्त्रमा, वेद व्यासले लेखिएका रचना गरेका कुनै शास्त्रमा छन् भने आजैबाट यो कर्म म छोडिदिन्छु। छ कसैले ल्याउनुहोस् प्रमाण। कति विद्वान हुनुहुन्छ गुरुहरू, सबैले ल्याउनुहोस्। कहाँ गर्छ, कहाँ छ, चाहियो नि त। त्यस कारणले गर्दा क्रिया कर्म पनि कति दिनको हुन्छ? 13 दिनको हुन्छ। त्यस पछाडि पवित्रता रहनु, शुद्धतामा रहनु। 45 दिने, कति दिने, 4 मासे, 6 महिने, मलाई त सबै थाहा छैन, किन कर्मकाण्ड गराउनु जान्दिनँ म, आउँदैन। त्यस कारणले गर्दा यी कर्मका लागि शुद्ध पवित्रता रहेको बेला मन्दिरको तीर्थजल जहिले खान हुन्छ। बुझ्नुहोस्, मदिरापान गरेको ठाउँमा जानु हुँदैन, द्वारताज खेलेको ठाउँमा जानु हुँदैन, वेश्यावृत्ति भएको स्थानमा जानु हुँदैन, समुद्र नागेर विदेश जानु हुँदैन, तीर्थ ठुला ठुला टाढाका तीर्थ जानु हुँदैन। तर गुन्डुमा रहेको पाथिभराको दर्शन गर्न किन हुँदैन? नजिकको तीर्थको दर्शन सदा सेव्य, सदा सेव्य, सधैँभरि सेवन गर्ने योग्य हुन्छ। त्यस कारणले गर्दा मन्दिर जान नहुने, मन्दिरमा बनेको प्रसाद खान नहुने। कहिले चाहिँ खान हुन्छ? जान खाएको बेला? कुन बेला हुन्छ? मदिरापान गरेको बेला, अशुद्ध भएको बेला। त शुद्ध अवस्थामा जल खान हुँदैन, कहाँ लेखिया छ?
मर्ने बेलामा त्यो घाँटीबाट नछिर्ने बेलामा पनि जबरजस्ती चम्चाले तुलसी र शालिग्राममा डुबाएको जल निकालेर त्यो जल घाँटीमा छिराइदिन्छन् घाँटीबाट भित्र जाओस् भनेर। तर जान सक्दैन। त्यो नसकेको बेला खुवाएर के काम? अहिले खानुस् न आफै खान पाउँदाखेरि। त्यही भएर यो जल खान कुनै बेला पनि वर्जित छैन। के थाहा भोलि प्राण जान्छ कि अहिले जान्छ? 1 वर्ष पछाडि शालिग्रामको जल खान्छु भनेर हुन्छ? सधैँ खानु पर्यो। सधैँ कुनै बेला पनि वर्जित छैन जल खान, प्रसाद खानको लागि। यो कुरा ख्याल गर्नुपर्ने कुरा हो। हेर्नुहोस्, कुरा कहाँ आएको थियो? व्रतबन्धमा लगौटी लगाउँदा त अहिले त भद्रगोलै हुन्छ त्यो बच्चाको है। राधे राधे भन्नुहोस् एकचोटि। 25 वर्षको बटुक, नाम पनि बटुक। अब हेर्नुहोस् कसलाई बटुक भन्ने, कति वर्षको उमेरलाई बटुक भन्ने थाहा छैन बिचरा। त्यही भएर कमसे कम ब्राह्मणको 8 वर्षमा व्रतबन्ध गर्नुपर्दछ। क्षेत्रीयहरूको 13 वर्षभित्र व्रतबन्ध हुनु भइसक्नुपर्छ। तस पछाडि हेराउने कोराउने केही पनि गर्नु पर्दैन, बेकार हो, खर्च मात्रै। कुनै पनि प्रभाव हुँदैन त्यसले। किनभने सानामा व्रतबन्ध गरियो भने स्वास्थ्यकर हुन्छ। सानामा व्रतबन्ध गरियो भने के हुन्छ? उसले गायत्रीको जप गर्छ, बिहान स्नान गर्छ, शुद्ध हुन्छ, मेरो संस्कार भएको छ भन्छ, उस संस्कारमा रहन्छ, स्वास्थ्यकर हुन्छ, शिक्षामा अग्रसर हुन्छ। बेलैमा व्रतबन्ध गर्नाले 90 वर्षको बुढालाई विवाह गराउनु र 25 वर्षको बटुकलाई व्रतबन्ध गराउनु उस्तै हो। बुझ्नुभयो नि? अब राधे राधे भन्नुहोस् एकचोटि। अब अहिले अब लगौटी हुँदैन होइन, तर त्यतिखेर ती 16 वर्षका बालक कौपिन भनेको लगौटी धारण गरेका थिए, पहेँलो। अनि यहाँ एउटा दोपट्टा थियो, मोटो जनै देखिएको छ, निधारमा उद्रपुण्ड छ, अनि गाईको खुर जत्रो टुप्पी राखिएको छ, अनि सबै मुण्डन गरेको छ। दिव्य आँखा अनुहारमा हेर्दाखेरि 1 सूर्य होइन 1000 सूर्यको ताप जस्तो। हेर्नुहोस्, दिउँसोको 12 बजे, जेठ महिनामा दिउँसोको 12 बजे सूर्यलाई हेर्न सक्नुहुन्छ? आँखा गइहाल्छ नि, जान्छ कि जाँदैन? के सक्नुहुन्छ? सक्नेले हात उठाउनुहोस् है। यहाँ कुनै लप्पन छप्पन छैन, झुटो कुरा छैन। यदि मन चित्त बुझ्या छैन भने हात उठाइहाल्ने। सक्नुहुन्छ कसैले सिधा नजरले सूर्यलाई हेर्न दिउँसोको 12 बजे? 1 सूर्यलाई हेर्न सकिँदैन। त्यहाँ 1000 सूर्यको ताप जस्तो ज्वाज्वल्य उज्जवल अनुहार देखिएको छ। कसैले पनि ती नारी जाति बालकहरू अनि ती केटाकेटी भुराभुरीहरू कसैले पनि अनुहारमा हेर्न सकेका छैनन्। दायाँ बायाँ हेर्दै हेर कस्तो अद्भुत भेष धारण गरेको, अद्भुत भेष धारण गरेको, यस्तो बालक त कहिल्यै देखेका छैन। लगौटी मात्रै लगाएको, दोपट्टा छ, हातमा छडी छ, एक हातमा कमण्डलु छ, निधारमा उद्रपुण्ड छ, अनि माला लगाएको छ, तुलसीको माला। नारी जातिहरू पछाडि दौड्न लागे। कोही भन्छन् कति राम्रो रहेछ यो बटुक, 16 वर्षको कलकलाको उमेर, कामनाले नारीहरूलाई सताउन लाग्यो। उतापट्टि बटुकहरू साना केटाकेटी बुढाबुढीहरू जिस्क्याउन लागे। गर्दै 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 ती बालक अगाडि बढेका। परीक्षित राजा र त्यहाँ ऋषिहरू भएको ठुलो सभामा हरिद्वारको तटमा पुगे। यसो ऋषिले देखे, सारा ऋषिहरू जुरुक्क उठ्न लागे। परीक्षित राजा उठ्नुभयो, सारा ऋषि महर्षिहरू उठेर स्वागत सत्कार गर्न लागे। अत्यन्त आनन्दको साथमा स्वागत सत्कार गर्दै गरेपछि ती अघि नारीहरू, जिस्काइरहेका नारीहरू आफ्नो साडीको सबकोले अनुहारलाई ढाकिए, लज्जित भए। अब किन? यता बालक मात्रै होलान् भनेको त ठुलै पुरुष रहेछन्। किनभने यति लामा लामा दारी गरेका त मूर्ख छैनन् यी ऋषिहरू। लामा लामा ती केस गरेका, यति बुढा यी सबै उठेर स्वागत गरेका छन्। यो कुनै अद्भुत बालक छ, यो कुनै होला भनेर सारा प्रकारले स्तुति भिन्ती गर्न लागिसके पश्चात त्यहाँनिर उच्च आसनमा लगेर राखिदिनु भयो। तत्राद भगवत भगवान व्यास पुत्र यदृक्षया मठमानपेक्ष अलक्षलिङ्ग निजलाभ तुष्टो वृतसवालै अवधूत वेश वृतसवालै अवधूत वेश
वेश हेर्नुहोस् है सबैजना साडी लगाएर पहेँला पहेँला साडी हरिया साडी होइन निधारमा चन्दन झलझल भएर आएका छन्। त्यो बीचमा एउटी नारी चाहिँ जिन्सको प्यान्ट र टी सर्ट लाएर आइन् भने सुहाउँछ? 100-150 को झुण्डमा एउटी दुईटी नारीहरू चाहिँ जिन्स प्यान्ट टी सर्ट लाएर आउनु कस्तो देखिन? कल्पना गर्नुहोस् त। हरिद्वारमा जानुभयो, वृन्दावनमा जानुभयो भने सबैजना धोतीमा अनि कुर्तामा र धोतीमा यस्तो चादर ओढेर अनि खाली पैर भनेको चप्पल नलगाइकन हिँडिरहेका छन्। निधारमा चन्दन छ, राधे राधे भनिरहेका छन्। वृन्दावनमा हरिद्वारमा जानु हरिओम भनिरहेका छन्। बनारसमा आउनु महादेव भनिरहेका छन् गल्ली गल्लीमा। अनि अयोध्यामा जानुहोस् सीताराम भनिरहेका छन्। तर तपाईँ एकजना जानुहोस् त त्यो धोती नलगाएको कस्तो देखिन्छ? हाँसको ठाउँमा बकुल्लो भन्छन् नि नेपालीमा। राधे राधे भन्नुहोस् एकचोटि। भगवानको त्यस्तो प्रकारले अद्भुत वेश धारण गरेको काहीँ त्यस्तो बालकै देखिया छैन, न कपडा न स्वरूप केही देखिया छैन। व्यासका पुत्र सुखदेव स्वामीलाई कोटि कोटि प्रणाम गर्नुभयो। प्रश्न सोध्नुभयो म्रियमाणस्य किम कर्तव्यमा, मर्ने मान्छेले गर्नुपर्ने कर्तव्य के हो? सुखदेव स्वामीलाई पनि ढोक प्रणाम गर्न प्रश्न सोध्नुभयो। सुखदेव स्वामीजीले भन्न लाग्नुभयो, हे राजन, तिमीले लोकको हितको लागि तिम्रो मात्र होइन म 5 दिनमा मर्दैछु, मेरो कल्याण कसरी हुन्छ भनेर राजाले सोधेनन्। हेर्नुहोस् त, मर्ने दिन आइसक्यो र पनि चिन्ता के छ? लोकको हित के हुन्छ, मर्ने जीवात्माले गर्नुपर्ने काम के हो? हेर्नुहोस् के रहेछ त काम, सुन्दै जानुहोस् होइन। मर्ने जीवात्माले गर्ने काम के हो, कर्तव्य के हो, कर्म के हो? तिमीले बडो उत्तम प्रश्न सोध्यौ। तर यो प्रश्नको ठिक विपरीत जीवात्माहरू रहँदछन्। मनुष्यहरू के गर्छन् त? निन्द्रायारियते नक्तम, कि त अल्छी भएर सुत्छन्। हेर्नुहोस् है के गर्छन् रे, रातभरि पनि सुतेकै छन्, दिउँसो पनि आज के जानु, त्यही कथा हो, त्यही गुरु हुन्, आज कथामा जान्न सुत्दिन्छु होइन। सधैँ त्यो पसल वाक्क दिक्क, आज पसल खोल्दिन्छु, जास सुत्दिन्छु। खाने घाँटीसम्म एकछिनमा भाडा बाँच्छु सुतेर उठेर। राधे राधे भन्नुहोस् एकचोटि, प्रेमले भन्नुहोस् राधे राधे। घरमा कुचो कहिल्यै ठाडो पारेर राख्नु हुँदैन, लक्षण जान्दछ। घरमा जुठो चुलो कहिल्यै राख्नु हुँदैन। अनि कहीँ देख्छु म घरमा बर्तनमा पानी जहिल्यै भरिराख्नु पर्दछ। खाली बर्तन रातमा कहिल्यै राख्नु हुँदैन। लोटा, अङ्खरा, गिलास, गाग्री के छन् घरमा आफ्ना भाँडा बर्तनहरूमा पानी भरेको हुनुपर्दछ। हामी सुतेको अवस्थामा लक्ष्मीजीको विचरण भएर कसको घरमा चाहिँ जाउँ भनेर खोज्दै हुन्छ अरे कि त्यो खोजेको बेला जहाँ जल भरिएको छ, जहाँ दिव्य छ, जहाँ कुचो राखिएको छ, जहाँ देवालयको सेवा छ, त्यो स्थानमा लक्ष्मीको वास हुन्छ। बोल लक्ष्मीनारायण भगवानको। निन्द्रायारियते नक्तम, के गर्दछन्? शुद्धछन्। अनि अलिकति बचेको काम के गर्छन्? व्यवहारेण चेवावय, के गर्छन्? व्यापार। व्यापार भन्नाले पसलको मात्रै व्यापार भनेन, खेती किसान गर्नु पनि व्यापार हो। कुनै पनि कर्म गर्नु के हो? व्यापार हो। व्यापार गर्दछन् बाँकी रहेको के का लागि भन्दाखेरि कुटुम्ब भरणे नभा, मेरी श्रीमती कसरी खुसी हुन्छन्, मेरा बुढा कसरी खुसी होलान्, मेरा मामा कसरी खुसी होलान्, मेरा आफन्त कसरी खुसी होलान्। खुसीका लागि के गर्दछन्? कुटुम्ब परिवार इष्ट मित्रको खुसीका लागि भनेर कर्म गर्दछन्। देह भनेको शरीरमा अभिमान, कलह भनेको झै झगडामा अति झुकाव, अनि त्यति मात्र होइन गएर गर्दै गर्दै गर्दा अपत्य भनेको पत्नीमा अभिमान, अनि छोरा छोरीमा अभिमान। त्यस्ता व्यक्तिहरू कस्ता हुन्छन् भन्दाखेरि निधनम पश्यन् नपि नपश्यति, मर्ने घडी आउँदा पनि नपश्यति, मर्छु भन्ने कुरा देख्न सक्दैन। हेर्नुहोस्, मर्छु भन्ने पक्का थाहा छ कि छैन?
एक दिन हामीले यो शरीर छोड्नु पर्छ कि पर्दैन भन्नुस् त? हात उठाउनुस् न, पर्छ भन्ने। नछोड्ने कोही हुनुहुन्छ? एक दिन यो शरीर छोड्नु पर्छ। पश्यति, थाहा छ, पश्यति भनेको थाहा छ, तर नपश्यति, देख्दैन। किन देख्दैन? देह अपत्य कलत्रापि, पत्नीले गर्दा, छोरीले गर्दा, छोरोले गर्दा, श्रीमानले गर्दा, घर परिवारले गर्दा, लगाएको बालाले गर्दा, लगाएको सिक्रीले गर्दा, कमाएको सम्पत्तिले गर्दा, वैभवले गर्दाखेरि यही नि मेरो हो, मैले छोडेर जानु पर्दैन भन्ने कल्पना र भान गर्दछ। कहिल्यै पनि गरिबलाई भोजन गराउँदैन, दुखीलाई दान गर्दैन, अनि देवालयमा दान गर्दैन। त्यति मात्रै नभएर पार्टी पौवा गराउँदैन, चौतारो आदिको निर्माण गर्दैन, गरिबको सेवा गर्दैन। यति मात्रै होइन, गाउँको सेवा गर्दैन, सबैको निन्दा गर्दछ। किन? कारण भन्दाखेरि पश्यति नपश्यति, देखेर पनि मृत्युलाई नदेखेको भान गर्दछ। काम, क्रोध, मद, लोभ, ईर्ष्या, घमण्ड, यी सबै कुराले मनलाई भरिएको छ। परमात्माको बस्ने स्थानलाई शुद्धता गर्दैन। त्यसकारणले गर्दा यो मर्ने जीवात्माले गर्ने कर्तव्य के हो? हेर राजन, तिम्रो घडी त 5 दिन अझै बाँकी छ, तर खडमाङ्गा नाम गरेका राजाले 24 मिनेटमा आफ्नो मुक्ति गरेका थिए। चाह्यो भने मुक्ति हुनलाई धेरै समय चाहिँदैन। 100 वर्षको आयु चाहिएन, 20 वर्ष बाँचौं, तर राम्रो कर्म गरेर बाँचौं। सबैलाई दिएर खान पुगोस्, सबैलाई बाँडेर लाउन पुगोस्, सबैको सेवा गर्न सकौं। यो शरीर आफ्ना लागि मात्र होइन, अरूका लागि पनि लागोस्, यो कामना गर्नु पर्दछ। सबैभन्दा आसनलाई जित्नु, श्वासलाई जित्नु, प्राणायाम गर्नु, संगत भनेको राम्राको संगत गर्नु। हेर्नुहोस्, एउटा कुरा ख्याल गर्नु, सबै ठाउँमा सँगै बस्नु, मिल्ने साथी, सँगै हिँड्नु। बजार गयो भने पनि आइज न जाऊ भन्नु होइन, यसो चटपटे खाना चोखामा गयो भने लिएर जानु, आपत छैन। घुम्न गयो भने नि लानु होइन, तर एउटा ठाउँमा चाहिँ मिल्ने साथीसँगै नबस्नु। कुन ठाउँ? कथामा। किन थाहा छ? कोही हो नि त, हाम्रो कुरा हो नि, अर्कोले भन्छ यसो पो भने त है, बाबुले भन्छन्, अनि त्यसो पो गर्ने त, यस्ता पो रहेछन् त भन्छन्। यता सुन्न, यता सुन्न, के छ, अनि कता जाने भन्छ। त्यो साथीले के गर्दछ? कथालाई बाधा अर्चन गर्दछ। त ऊ त तल्ला छेउमा बस, म उता बस्छु भन्नु, भेट हुँदैन नि। अनि कथा सुन्ने सुन्ने सुन्ने, दारबाट बाहिर नि बाटामा जाँदाखेरि फेरि के गर्ने? यहीँ गफ गरेर त यता कथा सुन्न आएको हो नि त होइन। त्यस कारणले गर्दा मिल्ने साथीसँगै कहाँ नबस्ने? कथामा, सत्सङ्गमा कहिले पनि मिल्ने साथीसँगै नबस्नु, कथा बिग्न हुन्छ। राधे राधे भन्नु सक्छ। भक्तवत्सल भगवानको यसरी सारा महिमा बताउनु। जितासन संगत, राम्राको संगत गर्नु, स्थूल रूप र सूक्ष्म रूपको भगवानको दर्शन गर्नु। अनि यस्तै प्रकारले भगवानले दिव्य स्तुति गर्दै भगवानको ध्यान गर्नुपर्दछ, कीर्तन गर्नुपर्दछ भन्नुभयो। यदि सबै कुरा चाहिन्छ र कालान्तरमा मुक्ति चाहिन्छ भनेदेखि के गर्नु त भन्दाखेरि भगवान नारायणको ध्यान गर्नु। अकाम सर्वकामो वा मोक्ष काम उदारदे भक्ति योगेन यदित पुरुष परम। तीव्र रूपले सबै कामना र पूर्ण रूपले कालान्तरमा यो शरीर छोडेपछि मुक्तिको कामना छ भने भगवान नारायणको कीर्तन गर्नु। दम्पतिमा सधैँ कलह हुन्छ, झगडा हुन्छ भने उमापति हुनै शिवजीको ध्यान गर्नु। उमा भनेको पार्वतीको मनन गर्नु। विद्यामा दक्ष हुनु छ भने सरस्वतीको यजन गर्नु। पितृहरूलाई खुसी पार्नु छ भने अश्विनी कुमारको ध्यान गर्नु। यज्ञ लक्ष्मी प्राप्त गर्नु छ भने लक्ष्मीको ध्यान गर्नु। यस्तै यस्तै प्रकारले सबै कामनाहरू बताइदिनु भयो। कालान्तरमा गएर यदि भगवानको जसले 24 घण्टाको अन्तरालमा एकचोटि मात्रै जिब्रोले भगवानको नाम उच्चारण गर्दैन भने त्यो दादु र के भनेको कुवामा बस्ने भ्यागुताले जसरी बोल्दछ, कराउँदछ, त्यो आवाज जसरी मिठो लाग्दैन त्यस्तै त्यसको जीवात्माको त्यो जिब्रो पनि भ्यागुताको जिब्रो समान हो। बिलेवतो
रोक्रम विक्रमाम्ये न श्रेणवत कर्णपुटे नरस्य जीवा सतिदा दुरकेव श्रुता न चोपगायन्तुरुपाय गाथा। यस्तो प्रकारले जसको शरणले गोडाले भगवानको मन्दिर जाँदैन, आमा बाबालाई भेट्न जाँदैन, गुरुलाई भेट्न जाँदैन, तीर्थ व्रत जसको गोडाले गर्दैन भने त्यो तुलसाको मोठमा राखेको लास मुर्दाको गोडा समान हो। तसर्थ भगवानको दर्शन गर्नु, देवालय जानु, तीर्थ जानु, जसको कानले गर्दाखेरि जसको कानले भगवानको गुणानुवाद सुन्दैन, आफूभन्दा ठुलाको ज्ञानलाई आर्जन गर्दैन, त्यो कानले सुन्न चाहँदैन भने त्यो कान पनि मरेको मुर्दाको चितामा राखेको लासको कान समान हो। हरि भजौं हरिलाई, भजौं हरिलाई, यो जिन्दगी भरिलाई भजौं हरिलाई। यो जिन्दगी भरिलाई भजौं हरिलाई, भजौं हरिलाई, भजौं हरिलाई, यो जिन्दगी भरिलाई भजौं हरिलाई, भजौं हरिलाई, भजौं हरिलाई, यो जिन्दगी भरिलाई भजौं हरिलाई, यो जिन्दगी भरिलाई भजौं हरिलाई, हरि यो जिन्दगी भरिलाई भजौं हरिलाई, हरि यो जिन्दगी भरिलाई भजौं हरिलाई। भोला भक्तवत्सल भगवानको समाधानी सज्जन भक्तवृन्दहरू, श्रीमद् भागवत सप्ताह सत्संग ज्ञानमा आयोग्य माता पार्थिबाट वैष्णवी देवी आमाको 7औं वार्षिक उत्सव प्रवेश, 6औं समापनको साथमा 7औं प्रवेश र 4 धाम मध्ये 1 धामद्वारा पुरी दिव्यधाम निर्माण सहयोगार्थ हामीलाई दानदाताहरू पनि आइराख्नु भएको छ। अब केही क्षणमै आरती हुनेछ। यहाँहरू आरती पछाडि प्रसाद ग्रहण गरेर मात्रै जानुहोला, माथि भोजनालयमा प्रसाद छ, प्रसाद खाएर मात्रै जानुहोला, यो निवेदन गर्दै रातिको समयको कार्यक्रम यहाँहरूको उपस्थिति भए अनुसारले मात्रै कार्यक्रम सञ्चालन हुने यहाँलाई जानकारी गराइन्छ। यदि यहाँहरूको अनुपस्थिति भयो भने यहाँहरूलाई नै ज्ञानको कमी हो, हामीलाई होइन। बेलुकाबाट कार्यक्रम नहुने पनि घोषणा गर्दछु। यदि यहाँहरू आउनुभयो भने बेलुकाको कार्यक्रमलाई निरन्तरतासित पनि जानकारी गराउँदछु। बोल भक्तवत्सल भगवानको। यही 22 गते आमाको अगाडि प्राङ्गणमा आँगनमा बत्ती बाल्ने कार्यक्रम छ। यति उति भन्ने छैन, भक्तको हृदय जस्तो छ त्यति नै बत्ती बाल्ने हो। त्यसकारणले गर्दा जोसँग बत्तीहरू छन्, बत्तीहरू पनि उपलब्ध गराउने पितृहरूको सम्झनामा माताको अगाडि 22 गते बेलुका ठिक 5 बजे दीप प्रज्वलन कार्यक्रम रहेको छ। यहाँहरू सबैजना दीप प्रज्वलनमा शरीक रहनुहोला। छन् भने बत्ती तेल जम्मा गर्नुहोला, छैन भने आफ्नो शरीर भए पनि लिएर आउनुहोला, यो निवेदन गरे। र 23 गते बिहान समापन कार्यक्रमको हुनेछ भने आगामी 82 साल असोज महिनामा 1.25 लाख सुनरी, 1.25 लाख नरिवल नवमीको दिन मातालाई भेट गर्ने 1.25 करोड बत्ती बाल्ने योजना रहेको छ। र द्वारिकापुरी दिव्यधाम निर्माणको लागि 9 दिवसीय कार्यक्रम रहन्छ। यसमा पनि शरीक रहनुहुन निवेदन गर्दै आउनुहोस्। अत्यन्त मनकारी व्यक्तिहरू दान दिइराख्नु भएको छ। यो यज्ञको पूर्णको लागि र माताको सेवाको लागि, द्वारका धाम निर्माणको लागि एउटा भए पनि एउटा थप गरौँ भन्ने कामनाले मिलन मल्लज्यूको पितृको फोटो स्थापना गर्नुभएको छ। यहाँनिर 505 रुपियाँ जोडदार थाल्ने सम्मान गरौँ। र यो पितृको फोटो हाम्रो यहाँ पितृको सम्झनामा हामीलाई 505 रुपियाँ प्रदान गर्नुभएको छ। जोडदार तालले सम्मान गरौँ। यदि पितृहरूका फोटाहरू छन् भने पनि तेस्रो दिनसम्म यहाँले उपवाचक गुरुसँग सम्पर्क गर्नुहोला, किनभने यहाँ गणेश गुरु हुनुहुन्न। यो यज्ञ अलिकति कम खर्चमा यज्ञ सम्पादन गरेर द्वारिका धाम निर्माण गर्ने भनेर हामीले धेरै कम खर्चमा 2 जना मात्रै हाम्रो दाजुहरूलाई पनि निमन्त्रणा गरेर रुखो सुखो खुवाएर हैन द्वारका धामको लागि भनेर यो सामान्य भन्दा नि सामान्य यहाँले गरेको दान द्वारिकामै लागोस् धेरै भनेर 1 रुपियाँ भए पनि कम खर्च होस् भनेर यहाँ गुरु गणेश राखिएको छैन। तसर्थ गणेशजी थापा हुनुहुन्छ।
हाम्रो उपाचार्य गुरुदेव हुनुहुन्छ, उपवाचक गुरु, पाठ पूजा सबै उहाँलाई जिम्मा लगाएका छौँ। पितृका फोटा राख्दाखेरि संकल्प गरेर राख्नु होला, गोत्र पितृहरूको नाम लिएर, र तेस्रो दिनसम्म गुरुसँग सम्पर्क गरेर राख्न सक्नुहुन्छ। मानकुमारी मल्ल मिलन मल्लले गर्नु भएको बुझ्ने गरेर लेखिदिनु ल। राधे राधे भन्नुहोस् एकचोटि सर, अलि हाँसेर भन्नुहोस् न। द्वारिकालाई दिनै नपरे पनि हुन्छ कि, तर हाँस्नु चाहिँ हाँस्नु। राधे राधे। मानकुमारी मल्ल र रतिमान मल्लको सम्झनामा 505 रुपियाँ। अत्रेय गोत्र, अत्रि गोत्र के हो? आत्रेय गोत्रमा हुनुहुन्छ, जोड्दा तालिए समारेर सबै स्त्रीहरूको उद्धार होस्, सोधेका सबै कामनाहरू पूर्ण हुँदै जाउँ यही कामनाको साथमा। यसै गरी हुनुहुन्छ मीना कुमारी मल्ल, चण्डी पाठको लागि ब्राह्मण भोजन सहित चैते दशैं नवरात्र चलिरहेको छ। माथि यज्ञ मण्डपमा गुरुदेवहरूले पाठ पारायण गरिराख्नु भएको छ। आफ्नो परिवारको सम्झना गर्दै परिवारको लागि, आफ्नो लागि भनेर चण्डी पाठ गरेर आउनु भएको छ। श्रीमान कृष्ण बहादुर पुन, छोरी खुसी मिली पुन। यसै गरी परिवारमा सुख शान्तिको कामनाको लागि भनेर चण्डी पाठ पारायण गराउनु भएको छ। जोडदार तालीले सम्मान गरौँ। मीना कुमारी मल्ल 2105 रुपियाँ। जोडदार तालीले सम्मान गरौँ। हुनुहुन्छ भने अगाडिसम्म आइदिनु होला मीना कुमारी मल्लज्यू। यसै गरी हामी बीचमा नारायण श्रेष्ठ कोटेश्वर 32बाट आएर द्वारिका धाम निर्माणको लागि भनेर 5111 रुपियाँ प्रदान गर्नुभएको छ। जोडदार तालीले सम्मान गरौँ। यदि हुनुहुन्छ भने अगाडिसम्म आइदिनु होला। हरि गोविंद गोविंद गोपाला, 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 गोविंद गोविंद गोपाला। हरि बोल। सबैले ताली सेवा हरि बोल। गोपाला, गोविंद गोविंद गोपाला, देवकी नंदन मुरली मनोहर, देवकी नंदन मुरली मनोहर, देवकी नारायण श्रेष्ठ कोटेश्वर 32द्वारा रु 5111 रुपियाँ प्रदान गर्नुभएको छ। जोडदार तालीले सम्मान गरौँ। देवकी नंदन मुरली मनोहर, देवकी नंदन मुरली मनोहर, गोकुल नंदन गोपाला, गोकुल नंदन गोपाला, गोविंद गोविंद 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 गोपाला। जोडदार तालीले सम्मान गरौँ। हाम्रो नारायण श्रेष्ठ यस संस्थाको आजीवन सदस्य पनि हुनुहुन्छ। फेरि पनि उहाँलाई जोडदार तालीले सम्मानको साथमा सुस्वास्थ्य दीर्घायुको कामना गर्दै व्यापार व्यवसाय वृद्धि भएर जाओस्, सोचेका सबै कामनाहरू पूर्ण भएर जाओ। कृष्णचन्द्र भगवानको, भक्तवत्सल भगवानको। आउनु सबैजना उठौँ र आरतीमा सरिक रहौँ। सबैजना पछाडि हुनु होला अनि ध्यान दिएर सुन्नु होला। आरती त्यहाँ गरेर यहाँ परिक्रमा 3 चोटि गर्नु होला मण्डपलाई। आरती लिएरै परिक्रमा गर्नु होला 3 चोटि। कृष्णचन्द्र भगवानको ल आरती। श्वेत कमला मुख मंडले, कलितल मन